आज चाहिँ लङ टाइमपछि म ब्लग बनाउन गइरहेको छु। फाइनलिस्टहरूलाई चाहिँ फ्री ट्रेनिङ हुन्छ है। जो मौसम छ हिमाल हेर्नुहोस्, केटाहरूलाई चाहिँ सानो ब्रिफिङ अनि यसो डेमो चाहिँ छ। यता साइडको चाहिँ हाम्रो ब्लक बी भयो होइन, ब्लक बी, ब्लक ए। हेलो गुड मर्निङ एभ्रिवान। ल हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ लङ टाइमपछि म ब्लग बनाउन गइरहेको छु। हाम्रो बिए र जिसीको फाइनलिस्टहरूको चाहिँ आज 2K टेस्ट छ होइन। हिजो पानी परेर चाहिँ मौसम पनि चिसो चिसो भइरहेछ, त्यही भएर ज्याकेट लगाएको आज एकदम जाडो छ। त्यही छ हाम्रो बिएको चाहिँ धेरै अझै आधी आएन केटाहरू। हाम्रो जिसीको चाहिँ लगभग आइसक्यो, 3-4 जना आएको छैन है। हेर्दै गर्नु होला, 2K अब टेस्ट हुन जाँदैछ। त्यसपछि हाम्रो बेलुका चाहिँ जेरिक्यान हुन्छ। अनि भोलि शुक्रबार, आज थर्सडे भयो, भोलि फ्राइडे चाहिँ हाम्रो टोको टेस्ट हुन्छ भलम डाँडा। त्यही छ, हेर्दै गर्नु होला, छोटो मिठो ब्लग हुन्छ। ल उतै हेरौँ है त। ल बाहिरको मौसम हेर्न सक्नुहुन्छ, हल्का घाम लाग्छ अनि चिसो चिसो मौसम छ। हिमाल हेर्नुहोस्, हिमाल यस्तो दामी देखेछ नि। केटाहरू चाहिँ मोमो गर्दैछ। One lap complete. Good by good. Good by good. 4 lap complete. अझै 2 lap बाँकी छ है केटा। ल अर्को दुईटा ग्रुप चाहिँ हाम्रो यता छ, बसिरहेछ। लास्ट ल्याप केटा, लास्ट ल्याप। Big 4, 5, Big 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16. हाम्रो सेकेन्ड ग्रुप चाहिँ दौडिसक्यो है। एउटा गुरुजी पनि दौडेछ हाम्रो सेकेन्ड ग्रुपमा। 3 lap कम्प्लिट है केटा, 3 lap कम्प्लिट। Two lap complete. ल हाम्रो चाहिँ टेस्ट सकिसक्यो। केटाहरूलाई चाहिँ सानो ब्रिफिङ अनि यसो दुईवटा डेमो चाहिँ ध्यान लाउनु भएछ सरले, हेर्न सक्नुहुन्छ। ल हाम्रो चाहिँ टेस्ट सकिसकेको छ। ल हाम्रो त्यहाँ केटाहरूको चाहिँ ब्रिफिङ हुँदैछ है, ब्रिफिङ हुँदैछ। ल हेर्न सक्नुहुन्छ हाम्रो होस्टेल। यता साइडको चाहिँ हाम्रो ब्लक बी भयो होइन, ब्लक बी, ब्लक ए होइन, ब्लक ए। अनि उतापट्टि कुनाको चाहिँ यो चाहिँ हाम्रो ब्लक डी। अनि यतापट्टि छेउमा चाहिँ ब्लक सी छ। अनि यता हाम्रो क्लासरुम, यो चाहिँ क्लासरुम भयो होइन। अनि यतापट्टि यो किचन खाने ठाउँ भयो, केटाहरू बसेर खाने ठाउँ। अनि यो किचन भयो। अनि उता अगाडि चाहिँ हाम्रो अफिस छ। यो चाहिँ हाम्रो होस्टेलहरू होइन। अनि उतापट्टि यो पछाडि चाहिँ
ग्राउन्ड छ है, ग्राउन्ड छ दौडिने ग्राउन्ड। अनि यहीँनिर पनि ट्र्याक छ, यो चाहिँ हाम्रो बाहिरबाट गेटबाट बाहिर गएको छ रोडमा। हाम्रो यता किचनतिर जाउँ। हाम्रो किचनमा चाहिँ टक्क लाएर काम हुँदैछ दाइहरूको ट्याक्क। मौसम चाहिँ यस्तो राम्रो छ है, मजाको छ। केटाहरूको टोक्रा राख्ने ठाउँ ठक्क लाएर अगाडिपट्टि राख्छ केटाहरूले है, यहाँ जानुहुन्छ। धेरै भएको थियो है भ्लग नहालेको चाहिँ, भ्लग नहालेको धेरै भएको थियो। अब चाहिँ भ्लग बिस्तारै आउँछ, किनकि केटाहरू पनि थिएन खासै है, सबैजना अब दसैँ तिहार मनाउन घर गएको थियो सेलेक्सन कटाएर। अहिले आउँदै गरेछ, बिस्तारै बिस्तारै आउँछ केटाहरू, हेर्दै गर्नु होला। अब चाहिँ मजाले भ्लग आउँछ, बिस्तारै बिस्तारै गर्दै हाल्नेछु, हेर्दै गर्नु होला। स्टे ट्युन है, लाइक सेयर अनि कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। कफी खान जानु पऱ्यो, कफी खानु पऱ्यो, कफी चिसो चिसो छ, कफी खानु पऱ्यो। ल टक्क लाएर कफी खाँदै, चिसो चिसो मौसममा कफी खाँदै। यता हाम्रो दाइ रुमतिर जाँदै। अनि एउटा कुरा एकदम इम्पोर्टेन्ट, हाम्रो सेन्टरमा चाहिँ फाइनलिस्टहरूलाई चाहिँ फ्री ट्रेनिङ हुन्छ है। फ्री ट्रेनिङ, भर्ती लागेन भने चाहिँ फ्री ट्रेनिङ हुन्छ। हजुरहरू आउन सक्नुहुन्छ, फाइनलिस्टहरू हुनुहुन्छ भने, नाम निकालेछ भने हाम्रो ट्रेनिङ सेन्टरमा आउन सक्नुहुन्छ। अनि इनकेस भर्ती लाग्यो भने चाहिँ पे हुन्छ, कति पे होइन प्याकेज हुन्छ, त्यही अनुसार तिर्नुपर्छ। इनकेस भर्ती लागेन भने चाहिँ ट्रेनिङ खान बस्न सबै फ्री हुन्छ। त्यही छ है, जो पनि आउन चाहनुहुन्छ आउँदा हुन्छ। ल आजको भ्लग चाहिँ यति नै छ, यही भन्दै म बिदा हुन चाहन्छु। लाइक सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला, माया देखाउनु होला सबैजनाले।